हुन त म केटा हो मेस्सीको फ्यान हो, तर रोनाल्डोलाई एप्रिसिएट गर्ने कुरामा आई अल्सो एप्रिसिएट रोनाल्डो केटा हो होइन। हिजो भएको अल नसरको गेममा रोनाल्डोले 2 गोल हाने, 2 गोल हाने 2 गोल। उनलाई गोल हान्न कुनै नौलो कुरो होइन, हरेक गेममा हालिरहेको हुन्छन् होइन। तर त्यो 2 गोल हानिसँगै उनले 14वटा सिजनमा 40 गोल, 14वटा सिजनमा 40 गोल अथवा 40 गोलभन्दा बढी हानिसके। दिस इज कल कन्सिस्टेन्सी, गोल स्कोरिङ कन्सिस्टेन्सी र एउटा लन्जिटिभिटी। कम्पेयर गर्नुभन्दा नि केटा हो, वी आर विटनेसिङ द ग्रेटेस्ट प्लेयर क्या, ग्रेटेस्ट गोल स्कोरर केटा हो। अनि उनले अझै पनि देखाइरहेछन् बक्स टु बक्समा अझै पनि टप 3 मा छु म, वर्ल्डको टप 3 स्ट्राइकरमा पर्छु। बक्स टु बक्सको कुरा गर्नु पऱ्यो भने अलिकति होला पेस घट्यो होला के भयो होला, तर पनि बक्स टु बक्सको कुरा गर्ने हो भने अझै पनि रोनाल्डो टपमा हुन्छ कि टप 3 मा चाहिँ 100% पर्छ अहिलेको लागि होइन केटा हो। तपाईँहरूलाई के लाग्छ प्लिज डु कमेन्ट होइन। अनि उनले यस्तो गोल हान्दै गर्दा मलाई लाग्छ कि 2026 भित्रमा उनले त्यो 1000 गोल पुर्याउनेवाला छ। 956 गोल हानिसके, अब बाँकी 44 गोल 100% 2026मा त्यो पुरा गर्नेवाला छ। त्यही माथि वर्ल्ड कप आउँदैछ, वर्ल्ड कप उखाड्न बेर लाउनु हो केटा हो। पोर्चुगलको टिम देखाएको छ केटा हो, अब कन्टेन्डर हुन् जित्छ भन्न सक्दिनँ, तर उखाड्न बेर लाउन केटा हो। रोनाल्डोको फर्म त्यस्तै चलिहा, मिडफिल्ड पोर्चुगलको त्यस्तै छ केटा हो, केही नभएर उखाड्न बेर लाग्दैन केटा हो। तपाईँहरूलाई के लाग्छ प्लिज डु कमेन्ट केटा हो।